तिलोत्तमा नगरपालिकाद्वारा आयोजित तेस्रो युवा सम्मेलनका प्रदेश अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, तिलोत्तमा नगरपालिकाका मेयर आदरणीय नेता रामकृष्ण खाँडज्यू, विशेष अतिथि उपमेयर जागेश्वरी चौधरीज्यू लगायत यो कार्यक्रममा सहभागी सम्पूर्णमा सादर अभिवादन व्यक्त गर्न चाहन्छु र यो महत्त्वपूर्ण कार्यक्रमको तेस्रो श्रृङ्खलासम्म आइपुग्दा यो कार्यक्रम अझ भव्य र सभ्य रूपले सम्पन्न हुन गइरहेको छ। त्यसको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज मलाई यो समय र यो अवसर प्रदान गर्नुभएको छ, आयोजकप्रति म हृदयबाट धन्यवाद ज्ञापन गर्दै म आफ्नो विषयमा प्रवेश गर्न चाहन्छु। आजको यो लेक्चरको सेसनमा मलाई टपिक छुट्याइएको छ, मानसिकताको निर्माण कसरी हुन्छ समाजमा। यो विषयमा म तपाईँहरूसँग 15 मिनट रहनेछु। आवश्यक परे भने त्यसपछि हामी छलफल गर्न सक्नेछौँ। मैले विषय यसरी सुरु गर्छु। सामान्य दुईवटा हामीले भोग्ने जीवनका सबैजनाले भोगिराखेको उदाहरणबाट म आफ्नो कुरा सुरु गर्छु। मानिलिनुहोस् यतिखेर हामी यो हलमा छौँ, हामी मणिग्राम चोकमा भएको कल्पना गर्नुहोस् र अचानक मणिग्रामको चोकबाट यही ग्रुपका केही मान्छेहरू कुद्न थाल्नुभयो भने, बिना कारण चोकमा जम्मा भएको मान्छे कुद्न थाल्नुभयो भने तपाईँ के गर्नुहुन्छ? एकचोटि यो सोच्नुहोस्। र अर्को एउटा उदाहरण छ, तपाईँले कति गर्नुहुन्छ मलाई थाहा छैन, म अक्सर आफूले पनि गरेको पाउँछु। हामीले फेसबुकलाई स्क्रोल गर्दै जान्छौँ र कहिलेकाहीँ त्यहाँ केही चिज आएको छ हामी ठ्याक्क लाइक गरिदिन्छौँ। लाइक गर्दै जाँदाखेरि कहिलेकाहीँ श्रद्धाञ्जलीका पोस्टहरूमा पनि हामीले लाइक गरिरहेका छौँ। त्यो दुइटै इक्जाम्पलमा, पहिलो इक्जाम्पलमा जब भिडका मान्छेहरू, अधिकांश मान्छेहरू कुद्न थाल्छन् हामी पनि कुद्छौँ, भिडसँगै कुद्छौँ। र दोस्रो इक्जाम्पलमा अधिकांश हामीले त्यो लाइक गरेको देख्यौँ भने हाम्रो त्यो थम्बले अटोमेटिकली लाइक गर्न पुग्छ। यसले के बताउँछ भने हाम्रो मानसिकता वैयक्तिक हुँदो रहेछ, निजी हुँदो रहेछ। हाम्रो मानसिकता भिडले निर्धारण गर्दो रहेछ। भिड जब कुदिरहेको बेला हामी एकछिन अडिएर यो भिड किन कुदिरहेछ भनेर हामीले सोच्नतिर थाल्दो रहेछौँ। भिड कुदेपछि हामी पनि कुद्न लाग्दा रहेछौँ। जसरी पोस्टहरू लाइक